एभ्रिवान। सो आज चाहिँ म हजुरहरूको माझ एउटा भिडियो लिएर आएको छु। सो आज चाहिँ मेरो स्किन केयर भन्दा पनि आज स्किन प्रब्लम भिडियो ल्याउँदैछु है। त्यसमा चाहिँ एकदमै सानो सानो स्मल बम्सहरू आएको थियो अनि त्यो आएको छ पनि है, अहिले चाहिँ हल्का कम पनि भइसक्यो। अनि त्यो बम्सहरू चाहिँ मेरो फेस अलि धेरै ओइली भयो अनि मेरो चाहिँ स्किन प्रोडक्टहरू पनि अलि हेभी भएर चाहिँ स्मल बम्सहरू आएको थियो अनि आएको पनि छ, अहिले रिसेन्टली पनि आइरहेको छ। अब यसलाई चाहिँ मैले कसरी ट्रिट गरिरहेको छु भन्ने भिडियो चाहिँ हजुरहरूको माझ ल्याएको छु। सो हजुरहरूलाई कस्तो लाग्छ हेर्नु होला। फर्स्ट अफ अल चाहिँ मैले यो मोइस्चराइजर लगाएँ हैन, मैले भर्खर लगाइसकेँ। सो यसलाई चाहिँ म मजाले मेरो फेसमा यसरी स्प्रेड गरेँ है, एडोक्लिन। सो यो चाहिँ प्रोडक्ट मैले लगाउँदैछु अनि यो चाहिँ मैले हल्का बुझेअनुसार रेटिनोल जस्तो पनि काम गर्छ भन्ने चाहिँ मानेको थिएँ, बट आई डोन्ट नो है, त्यति साह्रो मैले रिसर्च चाहिँ गरेको छैन। एकदमै थोरै लिनुपर्छ, यसमा चाहिँ ट्याक्क पिस साइज मात्र के यति मात्र लिएर अल ओभर द फेसमा मैले यसरी लगाउँछु। मजाले फेरि यसरी पुस्ने, यसरी मजाले ब्लेन्ड गर्नुपर्छ यसलाई पनि। यो चाहिँ मैले केही दिन भयो कन्सिस्टेन्स नै युज गरिरहेको छु अनि हल्का पनि मैले चेन्जहरू चाहिँ पाएको छु है। अनि अहिले चाहिँ हेर्दै जाऊँ, युज गर्दै जाऊँ। यसले मेरो कतिको सन्चो गराउँछ। ओके, मैले पिम्पल प्याच पनि लगाइसकेँ। सो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै, ओके बाई बाई।